यो पाराले होला र खोइ जनता र देशको हित आफै बोल्यौ तथा नाम भयो विवादित बुद्धिजीवी युवा भन्दै राखेका थिए केही आशा तिम्रा अभिव्यक्ति सुन्दा जनता निराशा विदेश बस्ने नेपालीलाई मान्छे होइनन् छै गर्यौ रेमिट्यान्सले देश चालेर तिम्रो पेट भर्यो खुक्रो खालको तिम्रो भाषण जनतालाई चाहिँदैन परदेश भाका नेपालीलाई हेप्न पाइँदैन म केही गर्छु भन्दै हिजो राजनीतिको खोल ओढ्दै जनता सँगै भोट मागे पो होइन हात जोड्दै सोझा साझा जुम्लावासी आश गरेर भोट दियौ केही भोट बापत जनताको मनमा छुट दियौ रवि बालेन सुगा